आजको अपडेट चाहिँ कुवेतमा पानी परिरहेको छ होइन। अब ठाउँ ठाउँमा फ्लुड पनि आइरहेको छ, बाढी आइरहेको छ अलि मजाले। यहाँ त नर्मल्ली हाम्रो एरियामा त छैन, तर नर्मल्ली दिउँसो चाहिँ एकदम धेरै ट्राफिक पनि भइरहेको छ होइन, यो पानीको कारणले गर्दाखेरिमा। अहिले चाहिँ म यहाँनिर छु बजारमा, र भर्खरै मेरो चाहिँ छुट्टी भयो होइन। अब बजारमा जान्छौँ, बजारमा गएर के सामान लिन्छौँ, र अहिले कति बज्यो, 10 बजिरहेको छ। अनि त्यही हो, यहाँ एकदम पानी चाहिँ नमजाले परेको छ। अब हामी बसेको ठाउँमा चाहिँ त्यति धेरै परेको छैन, तर योबाट अर्को स्टेटमा चाहिँ नमजाले परेको छ। त्यही हो, अब यो पानी किन त्यसरी परिरहेको छ भन्नुहुन्छ भने तपाईँहरूले आकाशमा देख्न सक्नुहुन्छ यो अब अहिले। त्यही हो, यहाँनिर चाहिँ यो पानी पर्नुको कारण भनेको अहिले आकाशमा धेरैभन्दा धेरै बादल छन्। यो अब अँध्यारोमा देखिँदैन अहिले, त्यो हिजो अस्तिको तपाईँलाई थाहा छ कि थाहा छैन, त्यो जुन एयरपोर्टमा गरेको थियो त्यस्तो खालको विस्फोटन, त्यसले गर्दाखेरि हो। होपफुल्ली सबै राम्रो हुने जस्तो पक्षमा छ। यो आउँदो शनिबार पनि अब वार कम हुने भन्ने सुन्या छ, बन्द नै हुने भन्ने सुन्या छ। हेरौँ के हुन्छ है त।